ल अब चाहिँ फेरि नाइटमा गोपाल गार्डन जानु पऱ्यो। गोपाल भाइकोमा भोलिलाई ह्यान्डसम भएर जानु पऱ्यो। हाम्रो गोपाल भाइ एक्लै बसिरहेको जस्तो। हो गोपाल भाइ ठाउँलाई भिडै देख्छ नागेको का उठ्न ल हाम्रो गोपाल भाइ होइन यो बिहान दिउँसो राति यो के अरे मध्यराति जहिले पनि खोल्ने पसल भनेको हाम्रो गोपाल भाइको पसल हो होइन। जहिले आउने गोपाल काटिदिन्छ। गोपाल मात्र होइन बढी भयो भने काटिदिन्छ जुङ्गा पनि अरू होइन नि फेरि। अनि यहाँ अरू अस्ति देखाउँछु भने यो सबैभन्दा खतरा चाहिँ हाम्रो अब यो खाजा आयो हाम्रो विनोद भाइ होइन ले गर्नुभएको आर्ट चाहिँ यहीँ बाँकी छ अझै पनि है। अब हाम्रो विनोद भाइ त सहिद भइहाल्यो है। सो विनोद भाइलाई एक सल्युट छ होइन यताबाट गरेर। अनि गोपालहरू ठिक छ नि बिन्दास होइन चुनाव सकिहाल्यो होइन। ल हामी कपाल गरेर एउटा भ्लग बनाइराखौँ होइन जहिले ए ल यार गोपाल भइरहेको छ तँ मालको आर्मी कट का नि ठाउँ त्यो हो नेपाली ध्यान के छ किरा हो ए सब ठिक ठाक यार। भोपालमा यहाँ 24 घन्टा खोल्ने हो भएर चाहिँ मजा आउँछ यहाँ। राम्रो बन्द पनि हुन्छ काम पऱ्यो भने त बन्द भइहाल्छ। तर केटाहरूलाई म भन्छु कि गोपाल भाइले एकदम खतरा राम्रो भन्यो भने जस्तो काटिन्छ होइन। त्यो बढी पैसा तिरेर त्यो भिआइपी ठाउँमा जानै पर्दैन क्या। यहाँ हाम्रो ट्यागलमा छ होइन त्यो ट्यागल चौकबाट ढुङ्गेधाराबाट सिधै आएपछि हाम्रो गोपाल भाइलाई भेटिहाल्छ। ये बड़ी अच्छी बात कही आप। दिनभरि बिजी होला है। शनिबार आज बिजी छु। खाने भएन होला छैन खाना खाने बेलामा 2:30 बजे खाने 2:30 बजे त्यो अहिले खाउ न भने अब यति पनि लाग्थ्यो। खाउमा पर्खिन्छु भन्ने होला होइन। त्यही खाउ फेरि क्लाइन्टहरू होइन के भन्नु प्लानलाई अब पुरा पानी त खायो नि यार। पानी त खानु बिहान यसो बिहान एकछिन त्यो शनिबार चाहिँ अलिक हेभी नै गरेर आउनुपर्छ होइन। हेभी गर्नु पनि गाह्रो छ कि बिहान मन नपर्ने भने बातले खानु पर्यो त गाह्रो छ। बिहान उठ्ने बित्तिकै खाना मन नलाग्ने कि त्यसै खानु लाने होइन। फेरि अब 3-4 दिनको बिदापछि अब भोलि स्कुल जान्छन् सबैजना। त्यही भएर भोलि दिनसम्म चाहिँ बिदा छ भने नाइट दिवसहरू बिदा हुनुपर्ने हो। कसैले छ कसैले छैन किनकि अस्ति धेरै दिन दियो नि त एक हप्ता कसैले 1 हप्ता 4-5 दिन दिएको भएर चाहिँ नाइट दिवसको बिदा चाहिँ छैन कि जस्तो लाग्छ मलाई। मेरो छोरीको बिदा छैन छैन भोलि स्कुल जान्छ है। बिदा मात्र गरेर पनि के गर्नु।
अस्तिको मोबाइल पनि त्यस्तै थियो नि त जो यहाँ भने यो टाइम लगाइदिएको छु माइकल काय आज खाइसक्यो धेरै टाइम नलाग्यो भनेर भनेर पठाइदिएँ केरालाई 4 आइज सुत्नु गरिराख्नु बानी चाहिँ काम नभए ठोके काम भयो भने टाउकोमा ठगिदिन्छ घरतिर सबैजना ठिक छ सब ठिक छ बाबु मम्मीहरू यही छ कि यहीँ छ दोकानमै तल पनि घर बनाएको तल तल चाहिँ के छ तल रेन्ट छ मम्मी पनि बस्नुहुन्छ बहिनी होइन मम्मी हामी पनि जान्छौँ मम्मी चाहिँ उतै बस्छ प्रायः भाडा साडा पनि दिएर यो चाहिँ खाना खाएपछि खाँदै खानु परेन त्यही पनि चिया पाउको एउटा दुईवटा खायो के हो यतिखेर फेरि भोक लाग्छ मेसिनले खाना ल्याउनु पऱ्यो त्यही गऱ्यो मेरो पेटमा पनि एउटा मेसिन छ क्या चलिरहन्छ खाएन भने मान्छेले नै खाइदिन्छ त्यही भएर खानु पर्ने होइन त्यो मेसिनले त खाजाहरू खाएन अलिक के खाएर भने त मान्छेले नै खान्छ त्यो मेसिन चाहिँ मेरो अस्ति मङ्गलबारमा भोलि खतरा भएछ हेऱ्यो हेऱ्यो मैले टिकटकमा चाहिँ देखाएँ युट्युब त अलिक भ्याउँदैछ युट्युबमा त टाइमै दिन्छ अनि युट्युबमा पनि यस्तो हुने कि एउटा मात्रै आइराख्नु हुँदैन आएर हुन्छ कहाँ हुन्छ थाहै छैन त्यति देख्नु बित्तिकै ठगिहाल्ने टिकटकमा पनि हालिदियो भने टिकटकमा चाहिँ ट्याब्लेटमा ठगिहाल्छ टिकटकमा पनि अब आयो कि ठगिहाल्ने अब कहिले भ्याउँदैन होइन कहिले अब कामसाम नभएर यसो हेऱ्यो लगाएर आयो ठगिहाल्यो लाइक दियो नाइस भन्यो वा भन्यो ठुलाको मान्छेले पनि भन्ला कपाल काट्ने मान्छेको कपाल दारी नै लामो पऱ्यो कपाल काट्नेको स्टाइलै हुनु पऱ्यो नि मान्छेले भन्छ नि त्यस्तो होइन के भन्नु अरूको कपाल काट्दा काट्दा आफ्नो कानै भ्यालिन्छ भगवान्ले सबै काम गर्नु दिन्छ आफ्नो लागि चाहिँ है छैन गर्न लाग्दा चाहिँ गाह्रो हो न सबैको काम सबैलाई ठिक छ कि मेरो एउटा मात्रै काम चाहिँ भने जस्तो नमिल्ने मात्रै मिल्नु त मिल्ने नमिलेको होइन होइन कपाल काट्नु चाहिँ मिल्ने तर काट्यो भने सबै एकै नासिकै मिसिन्छ स्लोप गर्न नपाउनु कि मिल्दा पनि मिल्दैन मिल्नु त मिल्छ अब एकै नम्बर सबै हाल्यो भने त त्यो लामो ठिकै त्यो स्लोप चाहिँ जाँदैन नि त्यति मात्रै हो त्यसरी मिलाउनु पर्ने सक्दैन
अस्ति चुनावमा त्यो घुम्न गइदियो त्यहाँ सुशील नदी घाट यसपालि त केमा चिन्न हाल्यो कुखुराले भइरहेको छ नि बालिन जित्यो भनेर छ राम्रो एकदम खुसी लाग्यो नि देखाउनु पऱ्यो नि होइन के हो भने यार आफ्नो त साथी भित्र तनाव छ परिवर्तनको सुरुवात गर्नेहरू बितेर गए है के भन्ने त्यतिसम्म भन्नै फेरि यही वर्ष लाफे पनि गएको विनोद भाइ पनि गएको त्यो पनि है विदेश ट्याग भएर है मान्छेको जिन्दगी कुन बेला कहाँ फ्याक्टो हुन्छ सेटो हुन्छ थाहै छैन त्यही भएर त भयो भने माथिनु हुँदैन रे नभए आतिनु मान्छेहरू भएपछि मातिन्छ नभएपछि आतिन्छ खतम भयो अस्ति आर्ट कहाँ गऱ्यो भने अस्ति डुबारमै गरेको हाम्रो विनोद भाइको खासै आर्टै गरेन भन्दाखेरि सुशान्त त्यो त तिन चारवटा हेर्नै हाल्यो यो केटाहरूले हेरेको खै धेरै त गरेन धेरै त छैन अब आएको मान्छेहरू पनि पेन्टिङ गर्नेहरू पनि कोही कोही त आएर पनि ठिक छ 10-12 अब त्यो होला बनेन मैले चाहिँ आर्ट गर्नेहरू चाहिँ बनाएको छ यो कैँची सैँचीको स्वरले पनि झन् मजाले निन्द्रा भनेको चाहिँ मजा त आउँछ हामी कपाल काट्ने बेलामा आनन्द काट्नुपर्छ अनि को मजा आउँछ कि दिउँसो ठिक छ कि बिहान ठिक छ जस्तो है कालो कुल्लै गऱ्यो भने बाहिर त्यस्तो के नि यो दिउँसो मान्छे अफिस गइरहेको छ हिँडिरहेको छ आवाज गरिहाल्यो बाइक आयो भने त भयो अहिले 7:30 पुग्नु हो 8 बजे बन्द गर्नुपर्छ भने 7 बजे पुग्नु जाने भनेर ठिक छ काट्दा फेरि मान्छे छ कि छैन मान्छे प्याक छ कि भन्ने सोचिरहेको थिएँ दिउँसो त के हो मान्छे बेला हुन्छ थाहा पनि हुन्न नि नयाँसम्म आउँदैन एक किताबले कुन पठाएर हिजो एकछिन बसेको मात्रै थियो होइन 1 घन्टा त्यतिकै बसेर थियो एकजना साथीले मलाई फोन गरिरहेको थियो कपाल काट्छ काट्न ल्याउँछ है भनेर थियो होला भन्नु घरबाट निस्किनु बित्तिकै फोन गरेको छोरोदेखि छैन भनेको अब सुतिरहेको तँलाई पाउने त्यस्तै पाउने 8 बजीतिर फोन गरेको थियो मैले निस्किसकेको कल ब्याक त गर्नु पऱ्यो कल गरिरहेछु कल ब्याक गरेको उठेको छैन फेरि 1 घन्टा पछि आयो त्यस्तै लगभग 8:45 बजीतिर तिरतिर आयो नयाँसम्म आएपछि एकैतालमा 3 जना आयो कसलाई मात्रै भन्नु
काम सब हुन्छ यो सब हुन्छ सबै काम छ है भन्ने गाह्रो छ एकैचोटि आइदिने है एकैचोटि हामी कसरी गर्ने अलिक टक्क 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 गर्नु पायो उसले हतार छ संसारमा छ उसले हतार छ हतार भएको मान्छेलाई रोक्नु मिलेन होइन त्यही पनि कुनै काट्यो किनकि अब कोही बेला माया गर्ने गोपाल भाइमा काट्ने मजा लाग्छ कि मैले भनिहालेँ नि होइन बुझ्नेले मात्रै बुझ्छ कोही बेला एकदम हतार छ भने त मैले सक्दैन किनकि मान्छे कुरिरहेको छ नि कुरिरहेको पनि उसले पनि पैसा दिने हो उसले पनि दिने हो त्यो त भन्नै पर्छ सबैलाई छ भन्नु पर्यो छैन किनकि छ छैन भन्नुलाई किन हतार छ कि अब अन्त चुकाएर राखिदिनु भएन होइन चुकाएर राख्नु त्यो त स्वाभाविक कुरो राम्रै मान्छे छैन भनेर पनि होइन भन्दा पनि छैन भनेर कुरा राम्रो चिजै हो किनकि उसलाई पनि त रिस उठिहाल्छ होइन कमसेकम उसले अन्त गएर सर्भिस दिन सक्छ नि त होइन के भन्छ म आएको न त आएको भन्ने मौका पनि होइन माया आदमी गर्दा भयो खुसी लाग्छ मलाई एकदम तर त्यो सर्भिस दिनु नखोज्दा चाहिँ हाम्रो दुःखी लाग्यो सर्भिस दिनु सकेन नि त होइन अलिकति दुःखी लाग्यो किनकि अब एकतालमा धेरै मान्छे आयो भने त सक्दैन नि एकदमसम्म पनि गर्नु सकेको किनकि एक घन्टासम्म त उसले त्यहाँ लिएर आउनु खोज्छ हुन सक्छ कि होइन बिजनभरि साथै बसमा काट्नुलाई हुन्छ नि त 3-4जना भएपछि गाह्रो भएर 1-2 घन्टामा सकिँदैन एकजनाले 20 मिनट गयो पनि होइन कहिले आधी घन्टा जान सक्छ कपाल कटिङ गर्नु पर्यो टक्रो गर्नुदेखि 5 मिनट लाग्यो फेरि कसैको कपाल काट्नेमा दारी पनि सँगै काट्ने हुन्छ दादी कपाल मिलाउने हो त टाइम लाग्दैन कोही कोही धेरै मिलाउनु नपऱ्यो राम्रो काट्नु नपरेको भए त 5 मिनटमै सकिन्छ नि सबैहरूले त्यो टक्रो टाइपको त्यस्तोहरू कोहीको कान माथि खोल्ने अनि दुध मिलाउने बाटो भने त त्यो पनि सकिन्छ त्यस्तो कपाल मिलाएर राख्नु पर्दैन यसपालि त भोज पनि धेरै नै छ जस्तो है प्याक छ यहाँ जान्छ उहाँ जान्छ भन्नै नमिल्ने अरू बाटो मिलाएर जानु मिल्यो अब के भने बेलुका त अब एमजिएस बढी पनि शनिबार भन्दा पनि बस्नु जानै पर्ने बाहिर कहिले बट्टबानमा अब के हुन्छ बट्टबानमा त्यस्तोसँग बोलाएर हुन्छ मजाले कपाल खन्टाएर हुन्छ जानै पर्यो शनिबार हुनु कहिले बार हुन्छ जानै पर्यो त्यस्तो बेलामा चाहिँ क्लासको त्यस्तो बेला जाँदा बिहान मात्र होइन दिनभरि लाग्छ नि दिनभरि लाग्दैन 11 बजीसम्म सक्यो अनि कोही कोही त टाइम लाग्छ धेरै मान्छे कोही कोही त बदमास साइड पनि त हुन्छ कहिले 11-12 बजी लाग्छ साइडहरू त्यस्तो छ वर्तमान त्यस्तोको साइडको टाइममा पढेको भए चाहिँ लगातार 3-4 दिन एक दिन बिराएर 3 दिन बिराएर वर्तमान पर्छ नि त त्यस्तो बेलामा चाहिँ त्यस्तो हुन्छ किनकि अब मान्छेले पूजा गर्दा गर्दा
साइड गरिसकेको हुन्छ त्यो कुरालाई मान्छेले मानिनु त्यसमा कोही कोही बेलामा सायद चाँडै हुन्छ चाँडै ठुलो हुन्छ धेरै चाँडो पनि राम्रो होइन धेरै ढिलो पनि राम्रो होइन ठ्याक्क भनेको त्यसले 10 बजीदेखि होइन अगाडि बढ्छ कोही त सामान किन्दा के ल्याउँदा यो सामान बनाउँदा पूजा गर्दा सामानहरू के सामान बिग्रिन्छ मान्छेहरू कुन बेला सामान कहाँ बेचिन्छ थाहै हुँदैन पक्का राखेर आउँछु होइन राखेर यादै हुन्छ तिमीको त 30 रुपियाँ छ यार दुकानको त होइन आज भयो दुबारको ठुलो बनाउनु पर्छ 30 रुपियाँ जान्छ तिमीहरू अलग्गै जान्छ नि दुकानको अलग्गै जान्छ नि दुबारको 30 रुपियाँ त्यो मगाएको बेला सुन्नु जाँदाखेरि मगाएको बेलालाई तिमीले डिस्टर्ब हुन्छ अरे उसको बाँसुरीहरू सुन्दैन अरे के हो हुन पनि तल अलिकति काट्यो हुन्छ सेप गर्ने त्यहाँबाट के पनि हुन्छ त्यस काट्यो यो फेरि टाइम लाग्यो सफा गोपालको बच्चा कस्तो ठिक छ ठुलो भइसकेछ apa
सन्चो चाहिँ नै क्या होइन आइडिया जस्तो क्या अहिले आइदिनु भोज खानु पाउँछ भने त्यहाँ बाले अहिले पनि लेप लगाइदिन्छ है घरमा लगाइदिन्छ बाले लगाइदिन्छ तरकारी त खासै बनाउनु आँखा भयो अब हातहरू बुढा हुन्छ काममा जान्छ काम पनि अहिले काम छ अब के बुढै हुन्छ Dari Gopal kaca mau sama. Tuh hero ya penis. खुला है ना पहले वहाँ बजा Hah? कौन है Mana ya baru kemarin? कहने आ गई ससुजा है बैक बैक समयसँग बालेमा चेरलाई कान काटेर फालिन्छ सुन पनि बाल्न लगाइदिन्छ त्यहाँ त्यो भनिहाल्नु पर्यो त्यो भन्यो भने मान्छेले झन् आफूसित गर्छन् बोलाएको छ चिताउनु कसरी बालेन त यस्तो जान्दैन होइन तर बाल्न पनि गरेको झाडै गरेर लडेपछि कहीँ भयो फेरि त्यो गरेर त्यो पनि भयो उताबाट नलडेको भयो त्यो गरेर पनि अरू पनि हाम्रो प्राण लिएर फेरि ल्याउनु पऱ्यो त्यही भएर हारेको जस्तो सकिहाल्यो भोटै छैन
त्यही भएर फेरि माथि मिलेर रेल आफ्नै ठाउँबाट गजब पसल बाली त गोल मात्रै गरिहाल्ने आज खुसीले सर्कस गर्नु यो त मलाई थाहै थियो नि भनेर हामी फेरि फेरि भन्दा पनि कन्फर्म गराएको ल सो फाइनली मैले चाहिँ कपाल काट्न सक्यो है सो गोबर भनेको कपाल काट्न रमाइलो मात्र होइन एकदम राम्रो पनि काट्छ है